त जुन चाहिँ मेरो हिजोको एनजेपी जेपीवाईको ट्रेड थियो सला जहाँनिर यो ट्रेन लाइन स्वाइप गरेर जस्तो मैले यहाँ ट्रेड लिएँ होपिङ कि मार्केट आउँछ भनेर, तर यसले त मेरो स्टप लस नै खाइदियो। स्टप लस खाएर झर्दैछ। तर पनि आज पनि यो प्रिभियस डे लोमा छ मार्केट। अब यहाँबाट डिस्ट्रिब्युट हुन्छ, यस्तो कन्सोलिडेसन भयो, म्यानिपुलेट गर्यो, यहाँबाट डिस्ट्रिब्युट हुन्छ, कोही बात छैन। यसमा त मेरो स्टप लस हिट भयो। यो 15 मिनट्स क्रुड ओइलको चार्टमा अस्ति पनि त्यस्तै भयो। अस्तिको ट्रेड पनि त मैले स्टप लस यो एरियामा लगाएको थिएँ। मार्केट जस्तो उँभो गयो त्यो मेरो स्टप लस टक्कै खाइदिएर उँधो झरिदियो। ब्याक टु ब्याक यो विकमा दुईवटा स्टप लस हिट मेरो एक्सटेन्ड स्पिडको एकाउन्टमा रहेर $2.35। अब यसलाई बनाउनु छ $1000। हेरौँ के हुन्छ। आज पनि एउटा ट्रेड हेरिरहेको छु। आज यो चार्ट हो एडिएसटीको 15 मिनटको टाइम फ्रेममा छ। मार्केटको बायस बुलिस छ। मार्केट बुलिस छ। हल्का करेक्सन लियो, डबल बटम गर्यो। मार्केटको प्राइस हल्की स्पाइक भयो, फेरि रिटेस्ट गर्नुको लागि झर्दैछ। अब यहाँनिर मैले प्लान त गरिरहेको छु बाईमा, जस्तै कि यो प्रिभियस डे लो स्वाइप भयो भने म बाई गर्छु भनेर प्लान त गरिरहेको छु। तर के हुन्छ हेरौँ। अब यो एरियामा पनि बाई गर्न सक्छु, किनभने यहाँनिर डबल बटम छ, करेक्सन भयो, पश्चात डबल बटम यहाँ बनायो, मार्केट यहाँ अलिकति स्पाइक दियो, फेरि त्यहाँबाट रिटेस्ट गर्नु झऱ्यो। यो एरियामा पनि म बाई गर्नु त सक्छु। मेरो एनालिसिस त्यस्तै छ। तर यदि प्रिभियस डे लो अगर स्वाइप भएर मार्केट उँभो गयो भने आज नै यो प्रिभियस डे हाई टच गर्छ। हेरौँ के हुन्छ। त्यसै पनि मेरो अकाउन्टमा $2 मात्रै छ। एफोर्ड गर्न सक्छु, ट्रेड अफोर्ड गर्न सक्छु भनेको एडियुएसडीको अस्ट्रेलियन डलरमा सक्छु। अरूमा त म सक्दिनँ, किनभने मेरो लेभरेज पुग्दैन, मार्जिन पुग्दैन। अब यहाँ त लिक्विडेट हुन्छ मेरो अकाउन्ट, या त 0 to हिरो, त्यही मेरोमा बाँचेको छ। त्यसैले के हुन्छ भोलि अपडेट गर्छु। मेरो अगर ट्रेड लिएँ भने भोलि अपडेट गर्छु, लिइनँ भने पनि भोलि अपडेट गर्छु। भोलि त मार्केट क्लोज हो, मन्डेको दिन खोल्छ।